धेरै स्वागत छ मेरो युट्युब च्यानल बिगन एजुकेसन सेन्टरमा। आज हामी ग्रेड 12 को कक्षा 12 को फिजिक्समा कुन कुन इम्पोर्टेन्ट क्वेसनहरू छ त्यो आज हामी यहाँ डिस्कस गर्नवाला छौँ। विद्यार्थी भाइ भनेर जुन क्वेसन हामी आज म डिस्कस गर्छु त्यो छुट्याउनु पर्दैन, त्यो छोड्नै पर्दैन, त्यो लास्टै इम्पोर्टेन्ट छ। हरेक वर्ष सोधिरहन्छ त्यो क्वेसनहरू, त्यही कुरा आज हामी डिस्कस गर्छौँ। यसपालिको 2082 साल वैशाख 28 गते फिजिक्सको इक्जाम छ क्लास 12 एनईबी बोर्ड। तो सबभन्दा पहिला हामी यसको मार्किङ स्किम हेर्छौँ। मार्किङ स्किममा के छ हामीको, जस्तै मेकानिक्स हुन्छ, हिट एन्ड थर्मोडाइनामिक्स, वेभ अप्टिक्स, इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम, मोडर्न फिजिक्स। मेकानिक्सबाट हामीको टोटल मार्क्स 13 मार्क्स क्वेसन आउँछ। कति मार्क्स? 13 मार्क्स। हिट एन्ड थर्मोडाइनामिक्सबाट 7 मार्क्स, वेभ एन्ड अप्टिक्सबाट 15 मार्क्स क्वेसन आउँछ, इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजमबाट 21 मार्क्स र मोडर्न फिजिक्सबाट हामीको आउँछ 19 मार्क्स। यो हामीको टोटल मार्किङ फर्मेट हो। मेकानिक्सबाट 13, हिट थर्मोडाइनामिक्सबाट 7, वेभ अप्टिक्सबाट 15, इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम 21, मोडर्न फिजिक्स यानि कि 19 मार्क्स। यति हामीको मार्किङ स्किम छ। हामी थाहा छ हामीको टोटल मार्क्स 75 मार्क्सको थ्योरी इक्जाम हुन्छ, जसमध्ये 11वटा एमसीक्यू हुन्छ। कतिवटा? 11वटा एमसीक्यू हुन्छ। एउटा 1 मार्क्सको भनेको 11 × 1 × 11 यानि कि 11 मार्क्स र 40 मार्क्सको सर्ट क्वेसन हुन्छ। कति मार्क्सको? 40 मार्क्सको सर्ट क्वेसन हुन्छ र 24 मार्क्सको लङ क्वेसन हुन्छ। टोटल गर्छ भने हामीको टोटल आउँछ हामीको 75 मार्क्सको। ओके, अब जस्तै छ हामीको कसै मार्किङ स्किम छ त्यो कुरा बुझौँ। मेकानिक्स एमसीक्यूबाट जाउँ। मेकानिक्स ग्रुप एमा हामीको एमसीक्यू हुन्छ। मेकानिक्सबाट 3टा एमसीक्यू आउँछ। कतिवटा? 3टा एमसीक्यू आउँछ। हिट एन्ड थर्मोडाइनामिक्सबाट हामीको 2टा एमसीक्यू आउँछ। वेभ एन्ड अप्टिक्सबाट पनि 2टा एमसीक्यू आउँछ। इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजमबाट 3टा एमसीक्यू आउँछ, मल्टिपल चोइस क्वेसन्स। मोडर्न फिजिक्सबाट एउटा एमसीक्यू आउने गर्छ। यो हामीको अहिलेको एनईबीको फर्मेट हो। अब जस्तै सर्ट क्वेसनको कुरा गर्छौँ भने हामीको मेकानिक्स कति मार्क्सको छ? 13 मार्क्सको। 13 मार्क्सको छ भने मेकानिक्सबाट लङ क्वेसन हामीको आउँदैन। ढुक्क बस्नुहोस्। आउँछ भने त्यो पनि कहिलेकाहीँ बाई चान्स रेयर केसमा आउने गर्छ। वास्तवमा मेकानिक्सबाट लङ क्वेसन्स त आउँदैन। आउँछ पनि त्यो अरमा हुन्छ, गरे या नगरे केही फाइदा छैन त्यसको। हामीको 2टा एमसीक्यू हुन्छ। कतिवटा हुन्छ? 2टा एमसीक्यू। अनि कि एउटा एमसीक्यू कति मार्क्सको? 5 मार्क्सको। त 5 × 2 = 10, बच्यो कति मार्क्स? 3 मार्क्स। त 3 मार्क्सको एमसीक्यू हुन्छ। त्यो मेकानिक्सको भयो। मेकानिक्सको हाम्रो कम्प्लिट भयो। हिट एन्ड थर्मोडाइनामिक्सको टोटल वेट छ 7 मार्क्स। त 7 मार्क्समा हामीको लङ क्वेसन एउटा 8 मार्क्सको हुन्छ। एउटा 8 मार्क्सको हुन्छ भने हिट एन्ड थर्मोडाइनामिक्सबाट लङ क्वेसन आउने चान्सै छैन। त्यो 100% ग्यारेन्टी हो। देयर इज नो लङ क्वेसन फ्रम वाट? हिट एन्ड थर्मोडाइनामिक्स। ओके, 7 मार्क्सको छ। त एउटा सर्ट क्वेसन आउँछ। एउटा सर्ट क्वेसन भनेको एउटा कति मार्क्स? मेरो 5 मार्क्स। बच्यो कति? मेरो 2 मार्क्स। 2 मार्क्समा हामीको एमसीक्यू आउँछ, यानि कि मल्टिपल चोइस क्वेसन्स। वेभ अप्टिक्सबाट हामीको टोटल मार्क्स कति छ? 15। 15बाट एउटा मेरो एमसीक्यू, एउटा सर्ट क्वेसन आउँछ र 2टा हामीको एमसीक्यू आउँछ, यानि कि 5 र 2 7। 5 र 2 कति? 7। र मार्किङ 15 मार्क्सबाट 7 मार्क्स गयो भने हामीको 8 मार्क्स। 8 मार्क्स एउटा हामीको लङ क्वेसन आउँछ। ओके, इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम। इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजमबाट हामीको हुन्छ 2टा सर्ट क्वेसन। कतिवटा हुन्छ? 2टा सर्ट क्वेसन। 5 × 2 = 10, 10 र 3 13, 10 र 3 13 र 8 मार्क्सको हामीको लङ क्वेसन। र मोडर्न फिजिक्सबाट 2टा सर्ट क्वेसन, यानि कि 5 × 2 = 10, 10 र 1 11, 11 र 1 11 र 8 19। यसै हामीको यो मार्किङ स्किम छ। यो हामीको सर्ट क्वेसनको फर्मेट हो। सर्ट क्वेसन मेकानिक्सबाट सर्ट क्वेसन आउँदैन। आउन पनि एकदमै कम चान्स छ। 95% स्योर छ कि मेकानिक्सबाट लङ क्वेसन आउँदैन। आउँछ भने त्यो पनि अरमा आउँछ। त्यो खासै गर या नगर केही फरक पर्दैन त्यसको लागि। के छ हामीको 2टा सर्ट क्वेसन, यानि कि 5 × 2 = 10। एउटा क्वेसन सर्ट क्वेसनको मार्क्स छ 5। त 5 × 2 = 10 र 3 मार्क्स बच्यो। 3 मार्क्सको हामीको एमसीक्यू आइहाल्छ। त मेकानिक्सबाट लङ क्वेसन खासै फरक आउँदैन। हिट एन्ड थर्मोडाइनामिक्सबाट 7 मार्क्सको छ। अनि यहाँ छ भने हामीको लङ क्वेसन एउटा 8 मार्क्सको छ। एउटा कति मार्क्सको छ? 8 मार्क्स छ। त 7 मार्क्सबाट एकदमै हुँदैछ, द्याट्स इम्पोसिबल। त्यसैले हिट एन्ड थर्मोडाइनामिक्सबाट 100% स्योर देयर इज नो
लङ क्वेसन फ्रम वाट हिट एन्ड थर्मोडाइनामिक्स दुईटा सर्ट क्वेसन एउटा सर्ट क्वेसन आउँछ 5 मार्क्स र दुईटा एमसीक्यू आउँछ भनेको 7 मार्क्स ओके वेब एन्ड अप्टिक्सबाट हामीको 15 मार्क्सको हुन्छ 15 मार्क्स भनेको एउटा सर्ट क्वेसन 5 मार्क्स र दुईटा एमसीक्यू यानी कि 7 मार्क्स टोटल 7 मार्क्स भयो र बच्यो 8 मार्क्स 8 मार्क्सबाट हामीको लङ क्वेसनमा आउँछ त्यो पनि हामीको अडमा आउँछ केमा आउँछ अडमा आउँछ त्यो हामी यसपछि डिस्कस गर्छौँ लङ क्वेसनको पनि फर्मेटहरू त्यस्तै इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजमबाट टोटल मार्क्स हामीको 21 छ तर दुईटा सर्ट क्वेसन आउँछ 5 टु 10 र 3 13 5 टु 10 र 3 13 13 र 8 वाट 21 त्यसमा हामीको इलेक्ट्रिसिटीबाट दुईटा सर्ट क्वेसन तीनटा एमसीक्यू र एउटा लङ क्वेसन आउँछ मोडर्न फिजिक्सबाट दुईटा सर्ट क्वेसन आउँछ के आउँछ दुईटा सर्ट क्वेसन्स 5 टु 10 र 1 11 र 8 मार्क्समा चाहिँ टोटल 19 छ 8 मार्क्स हामीको लङ क्वेसन आउँछ ओके यो भयो हामीको सर्ट क्वेसनको फर्मेटहरू सर्ट क्वेसनमा के हुन्छ फर्मेटहरू एउटा 5 मार्क्स आउँदैन त्यो 5 मार्क्स चाहिँ डिभाइड गरेको हुन्छ एउटा डिफिनेसन राखेको छ कहिलेकाहीँ नोमेरिकल राख्छ बेसिकली 5 मार्क्स चाहिँ यसरी कहिलेकाहीँ डिभाइड गर्छ एउटा 1 मार्क्स 3 मार्क्स 2 मार्क्स यसरी राख्न गर्छ बेसिकली कहिलेकाहीँ 4 मार्क्स र 1 मार्क्सको राख्न सक्छ यो फर्मेट भयो के सर्ट क्वेसनको एउटै क्वेसन आउँदैन 5 मार्क्सको त्यसैमा जस्तै 1 नम्बरमा डिफिनेसन भइदियो ठिक छ र 3 नम्बरमा एउटा नोमेरिकल राखिदियो फेरि यसमा कुनै एउटा सानो डेफिनेसन या प्रुफ राखिदियो या 4 मार्क्समा राख्छ भने कुनै लामो सर्ट क्वेसन राख्छ त्यसमा नोमेरिकल एड गर्न सक्छ या 1 मार्क्सको त सिम्पली डिफिनेसन नै हुन्छ यो भयो हामीको सर्ट क्वेसनको फर्मेटहरू अब एकछिनमा हामी लङ क्वेसनको पनि फर्मेट हेर्छौँ यो भयो हामीको लङ क्वेसनको फर्मेट लङ क्वेसन भनेको हामीको तीनटा लङ क्वेसन आउँछ एउटा 8 मार्क्सको त्यो पनि 8 मार्क्सलाई डिभाइड गरिएको हुन्छ 2 मार्क्स 3 मार्क्स त्यसरी म्याक्सिमम 4 मार्क्स भन्दा बढी जान्दैन लङ क्वेसनमा के छ नि हामीको तीनटा क्वेसन हुन्छ 8 into 3 24 दुईटा क्वेसनमा अप्सन हुन्छ तर एउटामा हुँदैन नेपालीमा लेखेको छु हजुरलाई क्लियर हुन्छ त्यसैले म नेपालीमा लेखेको छु दुईटा क्वेसनमा के हुन्छ अप्सन हुन्छ बट एउटामा अप्सन हुँदैन हिट एन्ड थर्मोडाइनामिक्सबाट लङ क्वेसन आउँदैन त्यो 100% स्योर नै हो पहिला पनि भनेको थिएँ कि हिट एन्ड थर्मोडाइनामिक्सबाट देयर इज नो लङ क्वेसन्स फ्रम वाट हिट एन्ड थर्मोडाइनामिक्स सो हिट एन्ड थर्मोडाइनामिक्स लङ क्वेसन पढ्नै नगर्नु होला द्याट्स स्योर 100% मेकानिक्सबाट आउने चान्स एकदमै कम हुन्छ आउन त आउँछ म भनेको थिएँ 95% चान्स हुन्छ आउँदैन 5% रेयर केसमा पनि आउन सक्छ तर त्यो पनि के हुन्छ अप्सनमा हुन्छ मोडर्न फिजिक्समा अप्सन हुँदैन मोडर्न फिजिक्समा अप्सन हुँदैन त्यो कम्पल्सरी गर्नै नै पर्छ त्यसै मोडर्न फिजिक्स मोस्ट इम्पोर्टेन्ट छ भिभिआई नै भन्छौँ हामी यसपछि हामी यसको क्वेसनहरू डिस्कस गर्छौँ मोडर्न फिजिक्समा के हुन्छ अप्सन हुँदैन त्यसलाई 100% स्योर गर्नै पर्छ देयर इज नो चान्स फर अप्सन त्यस्तै इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजममा अप्सन हुन्छ वेब एन्ड अप्टिक्समा पनि अप्सन हुन्छ ओके यो तीनटा लङ क्वेसन हुन्छ दुईटा क्वेसनमा अप्सन हुन्छ त एउटामा अप्सन हुँदैन दुईटा क्वेसनमा अप्सन हुन्छ भनेको त्यो कसमा हुन्छ इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम र वेब अप्टिक्समा अडमा क्वेसन हुन्छ मोडर्न फिजिक्समा अप्सन हुँदैन देयर इज नो चान्स अफ अप्सन इन मोडर्न फिजिक्स you have to do that questions anyhow 8 marks question छ त्यहाँ छोड्न पनि पाइँदैन सो मोडर्न फिजिक्स मोस्ट इम्पोर्टेन्ट छ ओके यो भयो लङ क्वेसन्सको फर्मेटहरू अब हामी डिस्कस गर्छौँ क्वेसन कलेक्सन्स म केही क्वेसन कलेक्सनहरू गरेको छु मोडर्न फिजिक्सबाट डिफ्रेन्ट टपिक्सबाट जुन छोड्नै पर्दैन टपिक लेखौँ क्वेसन कलेक्सन्स on modern physics physics 19 मार्क्स को क्वेसन हुन्छ 19 मार्क्स हुन्छ भाइ अहिले आफ्नो परिचय पनि गरिदिनु पर्यो सन्दीप सर या हजुर धेरैजना दाइ पनि भन्नुहुन्छ तर नो म्याटर वाट एभर हिसे आइज सर दाइ बट अलि बिचमा केही भन्नु पनि पर्यो आफ्नो च्यानलको प्रमोट गर्नु पर्यो
त्यसैसँग हजुरले 1 लाइक गर्नुहुन्छ भने 1 लाइक गर्नुहुन्छ भने हजुरको 10 मार्क्स स्योर हुन्छ। 1 लाइक मेरो च्यानललाई गर्नुहुन्छ भने 10 मार्क्स स्योर। 1 लाइक प्लस कमेन्टमा 15 मार्क्स स्योर नै आउँछ। तर कसो 1 लाइक प्लस सब्सक्राइब गर्नुहुन्छ भने 25 मार्क्स स्योर हो। देयर इज नो कम्प्रोमाइज अन दिस। यो आफ्नो दिस इज ओन्ली फर आफ्नो च्यानलको प्रमोसनको लागि भनेको। हजुरको इच्छा भिडियो राम्रो गर्ने भने लाइक शेयर कमेन्ट सब्सक्राइब वाट एभर यु क्यान डु ओके। देयर इज नो लिमिटेसन्स। अब म इम्पोर्टेन्स क्वेसनहरू कलेक्सन गर्दा म डिफ्रेन्ट सरहरूसँग पनि कुराकानी गरेँ कस्तो क्वेसनहरू आउन सक्छ यसपालिको बोर्ड इक्जामको लागि। उहाँको सजेसन अनुसार र म आफ्नो केही एक्सपिरियन्स अनुभव अनुसार म केही क्वेसन कलेक्सनहरू गरेको छु जुन तपाईँहरूको सामने म यहाँ प्रस्तुत पनि गर्छु। हुन्छ, यो हामीको केही मोडर्न फिजिक्सको क्वेसन कलेक्सनहरू जुन म आफ्नो सिनियर टिचरहरूसँग डिफ्रेन्ट टिचरहरूसँग छलफल डिस्कसन गरेर यो केही कन्क्लुजनमा आएको छु। केही क्वेसन्सहरू म कलेक्सन गरेको छु जुन छोड्नै पर्दैन। यो क्वेसनहरू विद्यार्थी भाइ बहिनीहरूले इक्जाम हुनुभन्दा अगाडि हेर्नै पर्छ। 100% यो क्वेसन छोड्नै पर्दैन। एटलिस्ट यति त क्वेसन कमसेकम तयारी गर्नुपर्छ। फर्स्टमा छ पहिला अगाडि एउटा अझै कुरा, कुनै पनि ल छ जसले थ्योरी दिएको छ साइन्टिस्टहरूले त्यो छोड्नै पर्दैन। त्यो जे पनि सोधिदिन्छ, कहिले स्टेटमेन्ट सोधिदिन्छ, कहिले केही न केही भन्छ त्यसको इक्वेसन लेख्नको लागि, कहिले भन्छ त्यसको युनिट लेख्नको लागि, एनी जे पनि सोधिदिन्छ। त ल एन्ड थ्योरी त्यो कहिले पनि छोड्नु, त्यो लेखोस् या नहोस् त्यो इम्पोर्टेन्ट नै छ। ओके, फर्स्टमा छ हामीको मिल्कन्स ओइल ड्रप एक्सपेरिमेन्ट। म भनेको थिएँ साइन्टिस्टको नेमबाट सुरु हुँदै बित्तिकै त्यो के भयो, इम्पोर्टेन्ट नै भइहाल्छ। मिल्कन्स ओइल ड्रप एक्सपेरिमेन्ट त्यो पढ्नै पर्छ। यसको म भिडियो पनि बनाएको थिएँ। आरए मिल्कनले त्यो कोलाइज गरेर ओइल ड्रपबाट राखेर त्यसको निकालेको थियो इलेक्ट्रोनको भेलोसिटी वाट एभर मोसन अफ इलेक्ट्रोन इन इलेक्ट्रिक म्याग्नेटिक एन्ड क्रस फिल्ड। इलेक्ट्रोनलाई यदि इलेक्ट्रिक फिल्डमा राख्यो भने, म्याग्नेटिक फिल्डमा राख्यो भने, क्रस फिल्डमा राख्यो भने कस्तो बिहेभियर सो गर्छ, त्यसबाट के फाइन्ड आउट गर्न सकिन्छ। त्यो थम्सन एक्सपेरिमेन्ट जे थम्सनले स्पेसिफिक चार्ज E/m को भ्यालु निकाल्नु भएको थियो त्यो हेर्नै पर्छ। फोटो इलेक्ट्रिक इफेक्ट एन्ड आइन्स्टाइन फोटो इलेक्ट्रिक इक्वेसन इज मोस्ट इम्पोर्टेन्ट। त्यो त छोड्नै पर्दैन। ओके, पिएन जङ्सन डायोड एन्ड रेक्टिफायर। पिएन जङ्सन डायोड यानि कि दुईवटा पी टाइप एन टाइप सेमिकन्डक्टर जोड्यो भने बिचमा डिप्लेसन लेयर फर्मेसन हुन्छ। इलेक्ट्रोन र होल कन्डक्ट गर्छ, त्यो होलले कन्डक्ट गर्छ, इलेक्ट्रोन मुभ गर्छ, इलेक्ट्रोन नेगेटिभ चार्ज हुन्छ, होल्स पोजिटिभ चार्ज हुन्छ, वाट एभर इन द्याट पार्टिकुलर टपिक पिएन जङ्सन डायोड यु हेभ टु प्रिपेयर द्याट। ओके, एन्ड रेक्टिफायर मिन्स यो हाफ वेभ रेक्टिफायर, फुल वेभ रेक्टिफायर, कस्तो इमेज फर्मेसन आउँछ, त्यसको ग्राफ नेचर अफ द ग्राफ त्यो गर्नै पर्छ, पढ्नै पर्छ। त्यस्तै लजिक गेट इज भेरी इम्पोर्टेन्ट। अर गेट, एन्ड गेट, 5वटा गेट छ। अर छ, एन्ड छ, नट छ, न्यान्ड छ अनि नट छ। यो 5वटा गेट त पढेरै जानै पर्छ। त्यो हरेक साथ सोधिहाल्छ गेटको बारेमा। भन्छ कि त्यसको ट्रु टेबल बनाए, त्यसको डायग्राम बनाउने, सिम्बल कस्तो हुन्छ त्यसलाई एक्सप्लेन गर्ने। ओके, बोल्स थ्योरी अफ हाइड्रोजन एटम इज भेरी इम्पोर्टेन्ट। बोल्स थ्योरी अफ हाइड्रोजन एटम, त्यसबाट हामीको इलेक्ट्रोनको एटमको हामीको रेडियस निकाल्छौँ, भेलोसिटी निकाल्छौँ, विभिन्न कुराहरू निकाल्छौँ। यसको मैले भिडियो पनि बनाएको थिएँ। यसको बोल्स पोस्टुलेट पनि छ, त्यो पनि इम्पोर्टेन्ट नै छ, त्यो पढ्नै पर्छ। यसभन्दा म आफ्नो च्यानलमा यसको भिडियो पनि बनाएर राखेको थिएँ बिगन एजुकेसन सेन्टरमा। एकचोटि गएर त्यहाँ हेर्नुहोस्, सिम्पल वेमा म एक्सप्लेन गर्न प्रयास गरेको छु त्यसमा। त्यसपछि एस्पेक्टस सिरिज भनेको लाइमन सिरिज, बार्मन सिरिज, पास्टन सिरिज, त्यो केमिस्ट्रीमा पनि पढ्नुभएको होला, त्यसमा पनि इम्पोर्टेन्ट छ। डी ब्रोगलीज नेमिङ आउँदै बित्तिकै इम्पोर्टेन्ट भइहाल्छ। हाइजेनबर्ग अनसर्टेनिटी प्रिन्सिपल, ब्र्याक्स ल अफ डिफ्र्याक्सन यानि कि 2d sin थीटा इक्वल्स टु वाट n लेम्डा हुन्छ। 2d sin थीटा इक्वल्स टु n लेम्डा। ब्र्याक्स ल एक्सएमा हामी पढ्छौँ। ब्र्याक्स अफ डिफ्र्याक्सन ल स्पोर्टहरू के हो त्यो हामीको इम्पोर्टेन्ट नै छ। अल्फा कहिलेकाहीँ डिफ्रेन्स बिट्विन छ अल्फा पार्टिकल, बिटा पार्टिकल भर्सेस गामा पार्टिकल, तिनटैको पेनिट्रेसन डेप्थ कस्तो छ, कस्तो नेचरको बिहेभियर छ, त्यो हामीको इम्पोर्टेन्ट नै छ। ल अफ रेडियो एक्टिभ डिसइन्टिग्रेसन,
यसभन्दा म भिडियोमा पनि बनाएको थिएँ। त्यसबाट हाफ लाइफ हामी विभिन्न टाइम पिरियडहरू पनि निकालेको थियो र अफ रेडियो एक्टिभिटी सिकेँ, त्यसलाई चाहिँ हेर्नै पर्छ, स्योर नै हो। यो सर्फेस वेभ, ग्राभिटेसनल वेभ, इन्टर्नल वेभ, त्यसबाट हामीको बेसिकली डिफिनेसन टाइप आउँछ। नो हेभी बडी टेन्सन नि पर्दैन, डिफिनेसन टाइप। अहिलेको लेटेस्ट टेक्नोलोजीमा न्यानो टेक्नोलोजीको आविष्कारमा के कसरी न्यानो टेक्नोलोजी काम गर्छ सानो सानो मोलिकुल्सहरूमा। त्यो हिग्स बोसोन्स, फरवर्ड एन्ड रिभर्स क्यारेक्टरिस्टिक्स इन सेमिकन्डक्टर। फरवर्ड क्यारेक्टरिस्टिक्स, फरवर्ड र रिभर्स क्यारेक्टरिस्टिक्समा के हुन्छ, फरवर्ड बाइसिङ, रिभर्स बाइसिङ, त्यसको नेचर अफ ग्राफ कस्तो हुन्छ, त्यसको कसरी काम गर्छ, त्यसमा अहिले इलेक्ट्रोन पास हुन्छ कि होल पास हुन्छ, त्यसको विभिन्न तरिकाहरू छ यसमा, त्यो हेर्नै पर्छ। अहिलेको एक्सन प्रोड्युसन, मोडर्न कोलाइज ट्युब मेथड फर एक्सरे प्रोडक्सन, त्यो कसरी प्रोडक्सन हुन्छ त्यो हेर्नुपर्छ। ओके, यो भयो हामीको इम्पोर्टेन्ट क्वेसन्सहरू। त्यसमा साइन्टिस्टको नेम आउँदै बित्तिकै त्यो अहिले वेबमा होस् या वाट एभर मेबी होस्, नो म्याटर, त्यो इम्पोर्टेन्ट नै भइहाल्छ। ओके, यो भयो क्वेसन कलेक्सन अन वाट मोडर्न फिजिक्स। यति क्वेसन एटलिस्ट हेरेर जानुपर्छ, तब मात्र हामीको फिजिक्समा म यहाँ जुन क्वेसनहरू लेख्छु त्यो क्वेसन हामीको एकदमै इम्पोर्टेन्ट छ। त्यो सिनियर टिचरसँग मैले सजेसन लिएर हजुरहरूको सामने यो क्वेसन कलेक्सनहरूलाई म एक्सप्लेन गर्न प्रयास गर्दैछु। सेकेन्डमा छ हामीको क्वेसन कलेक्सन अन इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम। यो भयो हामीको इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजमबाट। त्यसभन्दा पहिला म मोडर्न फिजिक्सको डिस्कसन गरेको थिएँ, त्यसबाट हामीको त्यसको नोमेरिकल रिलेटेड नोमेरिकलहरू पनि हेरिराख्नु होला। मेरो युट्युब च्यानलमा पनि त्यो सबै भिडियो म गरेको छु। जस्तै रेडियो एक्टिभिटी सिन्डिकेसन एन्ड मेनी अदर्सको नोमेरिकल पनि म सल्भ गरेर राखेको छु त्यसमा, त्यसलाई पनि एकचोटि सल्भ हेरिदिनु होला। फर्मुला एटलिस्ट याद राख्नु होला। ओके, फर्मुला याद भयो भने त नोमेरिकल आफैले बन्न थाल्छ। अब यो हामीको इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम। इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम भनेको 21 मार्क्सको क्वेसन आउँछ। कति मार्क्स? 21 मार्क्स। 21 मार्क्समा यो हामीको इम्पोर्टेन्टहरू छ, क्वेसन कलेक्सनहरू मैले गरेको छु। मिनिमम 31टा छ। यो हेरेपछि अरू हेर्नै पर्दैन 100%। फर्स्टमा छ किर्चफ्स ल, विटस्टोन ब्रिजको ब्यालेन्स। किर्चफ्स ल छ, विटस्टोन ब्रिजको ब्यालेन्स कन्डिसन प्रुभ गर्ने। किर्चफ्स नेम बित्तिकै आउँदै बित्तिकै आइहाल्छ, साइन्टिस्टको नेम बित्तिकै इम्पोर्टेन्ट भइहाल्छ। आइदर केसिएल, किर्चफ्समा किर्चफ्स करेन्ट हो, किर्चफ्स भोल्टेज हो, केसिएल केभिएल छ। त्यसको रिलेटेड नोमेरिकल प्रोब्लम्सहरू एकचोटि हेर्नुपर्छ, त्यसलाई हेरिराख्नु होला। र विटस्टोन ब्रिजको ब्यालेन्स कन्डिसन प्रुभ गर्ने, P/Q = X/R गरिन्छ नि ग्याल्भेनोमिटरमा नल डिफ्लेक्सन भएपछि, त्यो एकचोटि हेर्नैपर्छ। त्यो म आफ्नो च्यानलमा त्यसलाई प्रुभ पनि गरेको छु र त्यसको रिलेटेड नोमेरिकल प्रोब्लमहरू पनि सल्भ गरेको छु। एकचोटि गरेर सल्भ हेरिदिनु होला। मिटर ब्रिज, पोटेन्सियोमिटर एन्ड इट्स एप्लिकेसन। मिटर ब्रिज पनि म गरेको छु आफ्नो यही च्यानलमा। र पोटेन्सियोमिटर एन्ड इट्स एप्लिकेसन। पोटेन्सियोमिटर एन्ड इट्स एप्लिकेसन भनेको दुईवटा एप्लिकेसन छ पोटेन्सियोमिटरको। कम्पेरिजन अफ इएमएफ अफ टु सेल र इन्टरनल रेसिस्टेन्स अफ सेल फाइन्ड आउट गर्नको लागि पोटेन्सियोमिटर हामी युज गर्छौँ। त्यहाँ एकचोटि सल्भ हेरिदिनु पर्यो। सबभन्दा इम्पोर्टेन्ट पोटेन्सियोमिटर एन्ड इट्स एप्लिकेसन्स र कन्भर्सन अफ ग्याल्भेनोमिटर इन्टु एमिटर एन्ड भोल्टमिटर। ग्याल्भेनोमिटर कसरी एमिटर र भोल्टमिटर बनाउन सकिन्छ, एउटालाई सिरिजमा जोडिन्छ, एउटालाई प्यारलमा जोडेर हामी कन्भर्सन गर्छौँ, त्यो एकचोटि हेर्नुपर्छ। जुल्स ल अफ हिटिङ, जुल्स ल अफ हिटिङ हेर्नुपर्छ एउटा, त्यसबाट रिलेटेड नोमेरिकल प्रोब्लम आउँछ। पेल्टियर इफेक्ट, सिभेक इफेक्ट सर्ट क्वेसन्समा आउने गर्छ बेसिकली। बायोट सावर्ट्स ल एन्ड इट्स एप्लिकेसन। यो दुईटा त छोड्नै पर्दैन। बायोट सावर्ट्स ल एन्ड इट्स एप्लिकेसन, डिफ्रेन्ट एप्लिकेसनहरू छ। स्ट्रेट लाइनमा मुभ गर्छ भने के हुन्छ, सोलिनोइडमा जान्छ भने के हुन्छ, बायोट सावर्ट्स लले त्यो डिफ्रेन्ट गर्छ। एम्पियर्स ल एन्ड इट्स एप्लिकेसन, टोरोक्वाइडमा साइक्लोइडमा के त्यसको इफेक्टहरू हुन्छ, त्यो एकचोटि हेर्नुपर्छ, हेरिहाल्नु होला। त्यस्तै फोर्स अन अ मुभिङ चार्ज। फोर्स अन अ मुभिङ चार्ज भन्दा पनि इम्पोर्टेन्ट यो छ हामीको फोर्स बिट्विन टु, यो 1 होइन, प्यारलल हो, प्यारललको साइन हो। प्यारलल कन्डक्टर्स क्यारिङ करेन्ट, त्यो भयो। डायम्याग्नेटिक भर्सेस प्याराम्याग्नेटिक भर्सेस फेरोम्याग्नेटिकको डिफ्रेन्स बिट्विन त्यसको पर्मिएबिलिटी, सस्पेक्टिबिलिटी के छ, त्यो एकचोटि सर हेर्नुपर्छ। फ्याराडेज ल, लेन्ज ल, त्यसको इनर्जी स्टोरिङ इन्डक्टर र अल्टरनेटिङ करेन्टको जे छ यसमा भिडियोमा पनि मैले
सल्भ गर्न प्रयास गरेको छु। त्यो सबै आफ्नो यही च्यानलमा बिगन एजुकेसन सेन्टरमा यो ट्रेनिङ गर्नेको रिलेटेड एससिआर छ, सेरी जेनेरेन्स, पारेस जेनेरेन्स, पावर कन्जम्सन कसरी हुन्छ, कुन तर युए गरिन्छ, आइआरएमएस, भिआरएमएस डिफ्रेन्ट कुराहरू रिलेटेड निकालेको छु। त्यसको रिलेटेड नोमिकल पनि सल्भ गरेको छु। एकचोटि गएर त्यहाँ पनि सल्लाह हेरिदिनु होला। यो भयो हाम्रो इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजमबाट। अर्को छ वेभ एन्ड अप्टिक्सबाट। Wave and wave optics, wave optics 15 मार्क्स को क्वेशन आउँछ यसबाट। ओके, वेभ अप्टिक्सबाट 15 मार्क्स को आउँछ। ल यो भयो हामीको वेभ अप्टिक्सबाट क्वेशन कलेक्सन्सहरू। यसबाट के इम्पोर्टेन्ट छ यो हामीको यति मैले के लेखेको छु इम्पोर्टेन्ट क्वेशन्सहरू। स्टेसनरी वेभ जस्तै फर्स्टमा छ हामीको स्टेसनरी वेभ या प्रोग्रेसिभ वेभ, त्यसमा इक्वेसन कसरी हुन्छ, एम्प्लिट्युड कसरी भ्यारी गर्छ, त्यो कुराहरू हेर्नुपर्छ। स्टेसनरी वेभ, न्युटन्स फर्मुला एन्ड लेप्लास करेक्सन। न्युटन्स फर्मुला र लेप्लास करेक्सन दुवै एउटै नै हो, बेग्ला बेग्ला नै हो। न्युटन्सले के गरेको थियो, आइसोथर्मल प्रोसेस एज्युम गरेको थियो, तर लेप्लासले एडियाबेटिक प्रोसेस एज्युम गरेर साउन्डको भेलोसिटी निकालेको थियो। यसले निकाल्दा साउन्डको भेलोसिटी एयरमा निकाल्दा के एयर आएको थियो, तर ल्याप्लासले चाहिँ करेक्ट गरेर साउन्डको भेलोसिटी एक्ज्याक्टली एयरमा 332 मिटर पर सेकेन्ड निकालेको थियो। च्यानलमा मैले आफ्नो युट्युब च्यानलमा पनि राखेको छु यो भिडियोज, न्युटन फर्मुला एन्ड ल्याप्लास करेक्सनको रिलेटेड भिडियोजहरू राखेको छु, एकचोटि सर हेर्नु होला। हार्मोनिक्स एन्ड ओभरटोन इन क्लोज अर्गन पाइप। हार्मोनिक्समा फर्स्ट हार्मोनिक, सेकेन्ड क्लोज ओपन पाइप र ओपन अर्गन पाइपमा के कस्तो हुन्छ। इन करेक्सन भनेको, इन करेक्सन पाइप्स भनेको रेजोनेन्स ट्युब, साउन्डको भेलोसिटी निकाल्छौँ हामी। त्यसमा इन करेक्सनहरू कसै एक्सले लेखिन्छ, कोही ईले लेख्छ, कोही सीले पनि लेख्छ। इन करेक्सन डिफ्रेन्ट राइटर्सहरूको डिफ्रेन्ट नोटेसन लेख्छन्, कोही ईले लेख्छ, कोही सीले लेख्छ, कोही एक्सले, वाट एभर मे बी, नो म्याटर, द्याट इज करेक्ट। ल भाइब्रेसन फिक्सिङ डप्लर इफेक्ट 6वटा केसेसको मैले आफ्नो युट्युब च्यानलमा डिस्कस पनि गरेको थिएँ, त सजिलो तरिका एक्सप्लेन पनि गरेको थिएँ मैले यो डप्लर इफेक्टलाई, र त्यसको रिलेटेड नोमिकलहरू पनि सल्भ गरेको थिएँ। एकचोटि गरेर हेरिदिनु होला। त्यसपछि हाइजेन्स प्रिन्सिपल, बेस्टर्स ल अफ पोलराइजेसन। पोलराइजेसनमा अनपोलराइज लाइट र पोलराइज लाइटमा के फरक छ त्यो सबै। डिफ्र्याक्सनबाट बेसिकली नोमिकल सोध्ने आउँछ कहिलेकाहीँ। यसमा सर्ट क्वेसन 1 मार्क्समा फन अफ डिफ्र्याक्सन, ओके, फन अफ एन्ड वाट एभर डिफ्र्याक्सन, त्यो एकचोटि सर हेरिदिनुपर्छ। यङ्स डबल स्लिट एक्सपेरिमेन्ट, यङ साइन्टिस्टको नै आउँदै बिग्रेर त्यो इम्पोर्टेन्ट भइ नै हाल्छन्, देयर इज नो एनी चान्स। यङ्स डबल एक्सपेरिमेन्ट दुईवटा स्लिट, दुईवटा न्यारो स्लिटको बिचमा सोर्स अफ लाइट पास गरेको थियो। त्यसमा हामीको सेन्टर ब्राइट, म्याक्सिमम र मिनिमा, ब्राइट फ्रिन्ज, डार्क फ्रिन्ज, त्यसको पोजिसनहरू निकालेको थियो। त्यो म आफ्नो युट्युब च्यानलमा पनि राखेको छु यसको भिडियो, बिगन एजुकेसन सेन्टरमा। यङ्स डबल स्लिटको एकचोटि गरेर हेरिदिनु पऱ्यो। र यसमा कहिलेकाहीँ इफेक्ट्स अफ साउन्ड इन वाट, इफेक्ट्स अफ साउन्ड इन इफेक्ट अफ टेम्परेचर, ह्युमिडिटी, विन्ड एन्ड एक्स्ट्रा इन साउन्ड, त्यसको रिलेटेड के भन्छ त्यो कहिलेकाहीँ रिजनिङ क्वेसन पनि हालिदिने गर्छ। र त्यसको रिलेटेड नोमिकल्स, त्यो फर्मुलाहरू के हुन्छ, डेन्सिटीको इफेक्ट भयो भने के हुन्छ, टेम्परेचरको इफेक्ट भयो भने के हुन्छ साउन्डकोमा, त्यो एकचोटि गरेर हेर्नुपर्छ, एकचोटि सर हेरिदिनुपर्छ त्यो सबै। अर्को छ हामीको मेकानिक्सबाट। मेकानिक्सबाट हामीको आउँछ 30 मार्क्सको। दुईवटा सर्ट क्वेसन आउँछ, लङ क्वेसन आउने एकदमै चान्स हुन्छ, 3टा एमसिक्यू आउँछ। फर्स्टमै म भनेको थिएँ। ल यो हामीको मेकानिक्स र हिट एन्ड थर्मोडाइनामिक्सबाट छ। सबभन्दा पहिला हामी मेकानिक्समा डिस्कस गर्छौँ। मेकानिक्समा के छ हामीको इम्पोर्टेन्ट छ भनेको काइनेटिक इनर्जी अफ रोटेसन अफ रिजिड बडी। रिजिड बडीमा काइनेटिक इनर्जीको इफेक्ट के हुन्छ, त्यसमा के चेन्जेसहरू आउँछ, त्यो कुराहरू एकचोटि हेर्नुपर्छ। मोमेन्ट अफ इनर्सिया,
रेडियस अफ गाइरेसन वाट मोमेन्ट अफ इनर्सिया रेडियस अफ गाइरेसन देन केले डिनोट गर्छ। एउटा रिल्समा हेरेको थिएँ इन्स्टाग्रामको रिल्समा के वाट इज के फर साइन्स स्टुडेन्ट त्यसमा डिफ्रेन्ट कुराहरू हेरेको थिएँ जुन म सेयर गर्न चाहन्छु हजुरहरूसँग। के भनेको रेडियस अफ गाइरेसन बोल्ट्जम्यान कन्स्ट्यान्ट वेभ भेक्टर डिफ्रेन्ट मेनी राइटिज अफ थियो। त्यसमा केही फ्युज इक्जाम्पल म भने हजुरलाई के रेडियस अफ गाइरेसन इन्स्टाग्राममा रिल्स हेरेको थिएँ वाट इज द मिनिङ अफ के फर साइन्स स्टुडेन्ट। त एउटा साइन्स स्टुडेन्ट त्यसमा रिल्स नै बनाइराखेको थियो के मिन्स वाट रेडियस अफ गाइरेसन बोल्ट्जम्यान कन्स्ट्यान्ट वेभ भेक्टर मेनी अदर्स पर्सनालिटी कन्स्ट्यान्ट एन्ड मेनी अदर्स धेरै थियो त सब भन्न सकिँदैन केही अझै पनि ज्ञान नै होला। मोमेन्ट अफ इनर्सिया अफ युनिफर्म रडमा मोमेन्ट अफ इनर्सिया लागेपछि के चेन्जेस हुन्छ। एङ्गुलर मोमेन्ट अफ एनर्जी कन्जर्भेसन इनर्जी एन्ड इक्वेसन इन सिम्पल हार्मोनिक मोसन त्यो सोध्दै नै गर्छ सिम्पल हार्मोनिक मोसनको कसो इनर्जी र इक्वेसन हुन्छ। सिम्पल पेन्डुलम जी इक्वल्स टु 4 पाई रुट अन्डर कसरी आउँछ सिम्पल टाइम पिरियड भनेको 2 पाई रुट अन्डर एल बाई जी आउँछ। यो प्रुभ गर्ने यो निकाल्नुपर्छ सिम्पल पेन्डुलममा एन्ड डिफ्रेन्ट थिङ्सहरू। फ्लुइड स्ट्याटिस्टिक्समा अल लेखेको छु। यसमा त इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजममा पनि अल्टरनेटिङ करेन्टको अल नै लेखेको थिएँ। त्यो छोटै छ तर सब इम्पोर्टेन्ट नै छ। त्यसमा के लेखौँ म त्यसमा अल नै लेखेको म। यसमा के हुन्छ हानको स्टोक्स थ्योरम न्युटन्स फर्मुला फर विस्कोसिटी बर्नौलीज थ्योरम इक्वेसन अफ कन्टिन्युटी मेनी थिङ्स त्यसको रिलेटेड नोमेकल जुन साइन्टिस्टको नेमबाट सुरु भएको छ नि म पटक भनेको छु कि साइन्टिस्टको नेमबाट कुनै पनि थ्योरी या फर्मुला सुरु भएको छ भने त्यो इम्पोर्टेन्ट नै भइहाल्छ फर एनी लेभल आइदर +2 लेभल ब्याचलर लेभल मास्टर लेभल्स। साइन्टिस्टको नेमबाट सुरु भयो भने त्यो इम्पोर्टेन्ट भइहाल्छ। त्यहाँ एनी हाउ पढेर घोकेर जानै पर्छ या केही लिएर जानुपर्छ। ओके त्यो मेकानिक्सबाट 13 मार्क्स हिट एन्ड थर्मोडाइनामिक्सबाट हामीको 7 मार्क्सको क्वेसन आउने गर्छ। त्यसै फर्स्ट ल अफ थर्मोडाइनामिक्स फर्स्ट एन्ड सेकेन्ड ल अफ थर्मोडाइनामिक्स फर्स्ट लमा विचित्र किसिमको छ के थर्मोडाइनामिक्स ज्यादा बेसी कन्फ्युज भइहाल्छ के छ नि केमिस्ट्री र फिजिक्समा दुवैमा थर्मोडाइनामिक्स छ दुवैमा फर्स्ट ल पनि छ। त्यसमा डिक्यू इक्वल्स एउटामा भन्छ डिक्यू इक्वल्स टु डियु प्लस पिडिभी डियु प्लस डिडब्लु एउटामा भन्छ डिक्यू इक्वल्स टु डियु माइनस डिडब्लु। ज्यादा कन्फ्युजन भएछ कुन लेख्ने तर तपाईँहरूलाई थाहा हुनुपर्छ कि म फिजिक्सको इक्जाम दिन गएको छु त फिजिक्समा फर्स्ट अब थर्मोडाइनामिक्स के भन्छ त्यो लेखेर आउनु होला केमिस्ट्रीको लेखेर नआउनु होला। ओके त्यसपछि कार्नर साइकल विथ पिभी डायग्राम इम्पोर्टेन्ट छ। त्यसमा ट्रिपल पोइन्टहरू आउँछ। ट्रिपल पोइन्ट भनेको एउटै पोइन्टमा कुनै पनि सब्सटेन्स तिनटै स्टेटमा एक्जिस्ट गर्छ सोलिड लिक्विड एन्ड ग्यासमा त्यो भयो हामीको ट्रिपल पोइन्ट। पेट्रोल इन्जिन डिजल इन्जिनको त्यसको र वर्किङ प्रिन्सिपल अफ रेफ्रिजरेटरमा त्यो हेर्नु होला। र यो रिलेसन बिट्विन सिपी एन्ड सिबी माइनस सिबी इक्वल्स टु आर समथिङ होला त्यो एकचोटि यो इम्पोर्टेन्ट नै छ सिपी माइनस सिबी इक्वल्स टु आर। ओके यो भयो हामीको फिजिक्सको इम्पोर्टेन्ट क्वेसनहरू डिस्कसन र त्यसको बोर्डमा इक्जामको प्याटर्नहरू के कस्तो आउँछ त्यो मैले हजुरहरूको सामने डिस्कस गरेँ। यति पढेँ यति जति लेखेँ त्यति पढ्यो हजुरको बेस्ट मार्क्स आउँछ। तर केही सोच्नै पर्दैन र त्यसको रिलेटेड नोमेरिकल्सहरू पनि पढ्नुपर्छ। नोमेरिकल्स नपढ्यो भने एटलिस्ट फर्मुलाहरू थाहा राख्नुपर्छ। यस्तै फर्मुला पनि लेख्यो भने जस्तै कुनै नोमेरिकल आयो सपोज बर्नौलीज थ्योरमको सपोज इक्वेसन अफ कन्टिन्युटी A1 B1 इक्वल्स टु A2 B2 हुन्छ। त्यसो त केही न केही त म लेख्न सक्छु नि त्यसबाट होइन त्यसमा गिभेन लेख्न सक्छु त्यसको के दिएछ त्यो भ्यालुहरू त लेख्न सक्छु नि त्यसबाट त 1 मार्क्स 1-2 मार्क्स त आउँछ नि 1 मार्क्स या 0.5 मार्क्स त आउँछ नि। भेरी रेयर मार्क्स इज इम्पोर्टेन्ट इन फिजिक्स इक्जाम। फिजिक्समा छोटोभन्दा छोटो या 1 या 2.0.5 इज भेरी इम्पोर्टेन्ट इन कन्टेस्ट अफ फिजिक्स। ओके बाइचान्स केही न केही लेख्यो भने यताउता आँखा मिचोली त भइहाल्छ यताउताबाट हेर्न पाइहाल्छ फर्मुला के लेखेको छ के कसो छ। फर्मुला थाहा भएन भने क्यालकुलेटर सबै चलाउन आउँछ प्लस माइनस डिभाइड त त्यही त हो नोमेरिकलको खेल। नोमेरिकलमा बढी टेन्सन लिनु पर्दैन फर्मुला ढुक्क याद गरेर राख्नु होला ढुक्क याद गरेर जानु होला। फर्मुला याद भयो भने त्यसमा गिभेन डाटाहरू लेख्नु होला गिभेन डाटाबाट के दिएको छ के निकाल्न छ एटलिस्ट
फर्मुला थाहा हुन्छ त पनि तपाईँ यो हो यहाँ यो दिएको छ त्यसमा यो दिएको थिएन यो दिएको छ भने म यो निकाल्न सक्छु त्यसमा डिफ्रेन्ट कुरा हो आइडियाज खेलाउनु होला ओके सबभन्दा बढी प्रायोरिटी मोडर्न फिजिक्समा दिनु होला मोडर्न फिजिक्समा किनभने त्यसबाट लङ क्वेसन अप्सनमा हुँदैन म पहिला पनि यसमा पटक भनेको छु कि मोडर्न फिजिक्सको क्वेसन लङ क्वेसनमा अप्सनमा हुँदैन कति मार्क्सको हुन्छ हामीको 19 मार्क्सको मोडर्न फिजिक्सको हुन्छ जसमा त दुईटा सर्ट क्वेसन त आउँछ दुईटा सर्ट क्वेसन आयो 5 to 10 एउटा लङ क्वेसन 5 to 10 र 8 18 र एउटा एमसीक्यू आउँछ ओके एमसीक्यू के गर्नु होला नि म आफ्नो अनुभव सेयर गर्न चाहन्छु 2 मिनेटको लागि त्यसमा के छ नि एमसीक्यू गर्दाखेरि केही कुराहरू रिलेटेड टपिकहरू एक्ज्याक्ट एन्सर थाहा छ भने लेखिदिनु होला थाहा छैन भने त्यही त्यसमा खासै के गर्नु पर्दैन बढी टेन्सन लिनु पर्दैन एमसीक्यूको लागि त लास्टमा त यताउता त भयो 10-15 मिनटमा त के नै 11 मार्क्स के 20 मार्क्स ल्याउन सक्छ मान्छेहरूले ओके हैन ल यति नै गर्दा अनि जुन विद्यार्थीहरूले जुन साथीभाइ बहिनीहरूले यो भिडियो हेरेको छैन यदि त्यसलाई लागिरहेको छ म फिजिक्स इक्जाम पास हुन सक्दिनँ कमसेकम त्यो यो भिडियो तिनीहरूलाई सेयर गरिदिनुहुन्छ भने त्यो तपाईकै साथी हो अनि त्यो पनि को राम्रो मार्क्स ल्याउन एक्चिभ हुन्छ मेरो आशा गर्दै यो मैले भिडियो बनाएको छु यति नै भन्दा आजको यो भिडियोबाट म बिदा लिन चाहन्छु बेस्ट अफ लक फर योर फिजिक्स एक्जाम विच इज अपकमिङ अन द वैशाख 28 of this year 2082 कहिले छ हामीको फिजिक्स एक्जाम वैशाख 28 गते छ आइतबारको दिन पर्दैछ राम्ररी फ्रेस भएर एक्जाममा बढी टेन्सन नलिनु होला राम्ररी एक्जाम दिनु होला जुन आउँछ त्यो क्वेसन पनि गर्नु होला भन्न यसो आउँछ यो आउँछ अब के छ नि एउटा 5 मार्क्स आउँदैन म भने 5 मार्क्स टुक्रै आउँछ के आउँछ कि आउँदैन यो आउँछ कि आउँदैन जुन स्योर छ त ठक्क गर्नु होला पहिला स्योर मार्क्स किनभने जुन कपी चेक गर्ने जहाँ चाहिँ मान्छेहरू पनि हुन्छ त्यो पनि हेर्छ सुरुमा राम्रो छ भने पछि कपीमा केही न केही लेखेर आउनु होला कि अब समय कि राम कहानी लेखिदिनु होला सुन्दैछ रामायणको बारेमा तपाईँ महाभारतको बारेमा नलेखिदिनु होला त्यसको रिलेटेड केही न केही 2 सालको मेहनत गर्नुभएको छ 2 सालपछि आएको छ बोर्ड इक्जाम त्यसको केही न केही रिलेटेड क्वेसनहरू टपिकहरू एन्सर लेख्नु होला 2 साल यस्तो छैन कि 2 सालमा म केही पढेन फिजिक्समा केही अन्डा छ त्यस्तो त केही छैन नि कमसेकम नट 100% नट म एक्स्ट्रा अर्डिनरी स्टुडेन्टको बात गर्छु कमसेकम मिनिमम स्टुडेन्ट कमसेकम 20% त पढेको होला नि केही न केही त्यसको आइडिया त होला नि त्यो आइडिया लेख्दा पनि कपी चाहिँ के हुन्छ पेपर खाली छ भने त मार्क्स त दिँदैन त्यो त स्योर नै हो त्यसको रिलेटेड केही न केही लेखेको छ भने अहिले फर्मुला या मलाई केही थाहा छैन सपोज मलाई आयो डिफ्र्याक्सन सपोज मलाई आयो यङ्स डबल स्लिट एक्सपेरिमेन्टको बारेमा लेख्नको लागि ओके सपोज म यङ्स डबल स्लिट के हो अहिले त पढेको हुन्छु नि हो पढेको हुन्छु भने त्यसमा के हुन्छ यस्तो फिगर हुन्छ सोर्स अफ लाइट हुन्छ यहाँ स्क्रिन हुन्छ बिचमा चाहिँ फिगर बनाइदिनु भने त्यो सोर्स अफ लाइट हुन्छ न्यारो स्लिट हुन्छ डिस्टेन्स राखेको हुन्छ त्यसमा सेन्टर ब्राइट फ्रिन्ज र म्याक्समा मिनिमा अप्टेन हुन्छ त्यो त लेख्न सक्छु नि त्यो लेखेर त केही न केही मार्क्स त दिन्छ नि यस्तो त कपी काट्दैन ओके र यही भन्दै आजको यो भिडियोबाट बिदा चाहन्छु एक्जाम राम्रै दिनु होला अरू केही छुटेको होला पनि त्यसलाई पनि म्याक्सिमम सब कभरेज नै गरेको छु यस भिडियोमा केही छुटेको पनि त्यसलाई पनि ध्यान दिनु होला ओके आजको भिडियो यसबाट म बिदा चाहन्छु थ्याङ्क यू भेरी मच फर वाचिङ दिस भिडियो एन्ड से मच एज यु क्यान like comment and subscribe to thank you very much